सुन्नुहोस् त साथीहरू, केही देख्नुभयो? हो, यो सुन्नलाई होइन देखाउनलाई मैले भनेको। यो मिक्सर मिक्सर त सबको घरमा हुन्छ होइन, तर यसमा सँगै आउने एउटा प्रब्लम पनि हुन्छ साथीहरू। ल मेरो पनि त्यस्तै भएको छ। यो सानो जार छ नि मेरो, यो सानो जारको पछाडिको यो हल्लिँदै नहल्लिने, यो एकदम टाइट भएको छ। जति जे गरे पनि हल्लिँदैन। अब के गर्ने होला म सोचेर अब सानोतिनो कुरा घरमा यसो आइडिया लाएर कहीँबाट लिङ्क गरेर यसलाई ठिक बनाएको मैले। हेर्नु, घरमै ठिक बनाएको। त्यसको लागि मैले यो न्युज पेपर या त कपीको पेपरहरू हुन्छ नि, त्यो हुन्छ। हार्ड हुनु भएन, हार्ड पेपरले ठेक्दैन। त्यसलाई मैले कैँचीले यसरी काटेर टुक्रा टुक्रा पारेर ल हेर्नु यसमा राखिदिएको। अब यसमा राखेर म कसरी के गर्दैछु तपाईँहरू पनि हेर्नु। राम्रो लाग्यो भने लाइक कमेन्ट पनि गर्नु। त्यसमा केही पैसाको खर्च लाग्दैन साथीहरू। हेर्नु, यो सबै राखेँ मैले। अब राखेर यसमा मैले पानी हाल्छु है। ल हेर्नु, पानी धेरै होइन, ठिक्कको पानी हाल्नुपर्छ, थोरै, कि यो भिजोस् भनेर। अब यो भिजेर अनि सफ्ट हुन्छ। सफ्ट भएपछि हेर्नुहोस् मैले के गरेको, यसलाई जस्ट गुइँ मात्रै बनाउने। लाइट एकदम ट्याक्क गर्ने अनि बन्द गर्ने, ट्याक्क गर्ने बन्द गर्ने, 2 चोटि 3 चोटि गर्ने। हेर्नुहोस् यो कस्तो राम्रो भइसक्यो, मजाले घुम्दो रहेछ। तपाईँहरूलाई विश्वास लागेन भने एकचोटि घरमा आफै पनि ट्राई गर्नु। यो त प्रब्लम सबैको आउँछ होइन, यो आफै ठिक बनाउनु अनि इन्जोय